आज हामी 100 वटा स्ट्रीट डग्सलाई मासु भात खुवाउँदैछौँ। मासु भात यहाँ छ, अब 100 वटा स्ट्रीट डग्स खोज्न जाउँ। यो च्यालेन्जको मेन अब्जेक्टिभ काठमाडौँ भ्याली भरि 100 वटा स्ट्रीट डग्स खोज्दै खाना खान्दिँदै ह्याप्पिनेस बाँड्ने हो। सो गाइज हामी यहीँबाट लागेको छौँ। फर्स्ट खाना सर्भिङ चाहिँ यहाँनिर हुन्छ। एकदम धेरै कुकुरहरू छ यता। लाऊ गाइज, अट्याक अट्याक। यहाँ टोटलमा 15 वटा कुकुरलाई खान्देर एकछिन खेलेर बाई बाई भनेर नेक्स्ट स्टप कुलेश्वरतिर लाग्यो। भर्खर हामी कुलेश्वर महादेव मन्दिर आएको छौँ। महादेव मन्दिरमा त्यहीँको दाईहरूसँग मिलेर 11 वटा कुकुरलाई खान्देम। यहाँनिर चाहिँ 11 वटा कुकुरलाई खान्देको छौँ। 74 वटा बाँकी। लेट्स फाइन्ड 74 डग्स। 74 वटा डग्स खोज्न इजी कुरा होइन। सो वी केम अप विथ अ प्लान। सो हाम्रो प्लान चाहिँ त्यही हो, बाटो बाटोमा रोक्दै कुकुरहरूलाई खान्दिने। बाटो बाटोमा गाडी जाने ठाउँमा गाडी लगेर नजाने ठाउँमा आफै हिँडेर कुकुर खोज्दै खुवाउँदै हिँड्यौँ। 1 by 1 सानेपा, त्रिपुरेश्वर र बानेश्वरको सबै कुकुरलाई खान्दियौँ। ल हाम्रो 58 डग है, तिमी हाम्रो 50औं नम्बर हो। कुकुरहरू एउटा जनावर मात्र होइन तर भैरवको अर्को रूप नि मानिन्छ। अस्तिको बाढी पहिरोले सबैभन्दा बेसी क्षति यही जनावरलाई पुगेको थियो। त्यसैले पनि यो च्यालेन्ज गर्न म बाध्य भएँ। एउटा कुकुर चाहिँ तल छ, बिचरा डढाइरहेछ। डढाको कारण चाहिँ मेबी उसको पास्ट ट्रामा पनि हुन सक्छ, मान्छेले कुटेको नि हुन सक्छ। सो हजुर नकुट्नु होला, कुकुर खायो खायो खायो। एट दिस पोइन्ट 80 वटा कुकुरलाई खान्दिसकेको थियौँ। बाँकी चाहिँ पशुपतिमा खान्दिनु मन थियो। हामी पशुपति आएको छौँ। अब पशुपतिमा चाहिँ सबै कुकुरलाई हामीले खुवाउने जिम्मा हो। पशुपतिमा पालैपिलो कुकुर गन्दै खाना दियौँ। 81, 82, 83, 84, 85 यसरी नै गन्दै खाना खुवाउँदै 11 घण्टाको दौडाइ मोर देन 30 किलोमिटरको ट्राभल पछि फाइनली 100 डगमा पुग्यौँ। हाम्रो 100 डग चाहिँ ऊ हो। आजको 100औं डग हो, तिमी बुझ्यौ? 100 वटा कम्प्लिट। आज बिहानदेखि 11 घण्टा भयो हामीले यो प्रोग्राम स्टार्ट गरेको। थोरै ह्याप्पिनेस बाँड्न चाहिँ हामीले यो गरेको हो। यसरी नै सपोर्ट गर्नु होला। यो एक दिनको मात्र जोस होइन, प्रनी स्टोरबाट जेनेरेट हुने यो महिनाको 5% अफ द प्रफिट फेरि पनि हामी डग फिडिङमा युज गर्नेछौँ। कुनै नि अथेन्टिक एक्सेसरिज डिभाइस वा ग्याजेट चाहिएमा प्रनी स्टोर आउनुहोस्। दसैँ तिहार भरि हामीले राम्रो अफर चलाइरहेछौँ। हरेक फोनमा टन्नै एक्सेसरिज क्यासब्याक र प्रडक्टमा डिस्काउन्टहरू छ। प्रनी स्टोर जौलाखेल